अप्रिल 22 लेनिन जन्मिएको दिनमै जन्मिएको थियो नेपालमा कम्युनिस्ट पार्टी। विक्रम सम्वत 2006 सालमा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्मचारी लगायतको पहलमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो। भारतको कलकत्तामा बनेको नेपाल कम्युनिस्ट पार्टीले त्यसपछिका वर्षमा नेपालभित्र र प्रवासबाट पनि मार्क्सवाद र लेनिनवादका विचारलाई आत्मसात गर्दै अनेकन आरोह अवरोह पार गर्यो। नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको 64 वर्ष पुगेर 65औं वर्षमा लागेको छ। यो 6 दशकभन्दा लामो इतिहास र वैचारिक यात्रामा नेपालको कम्युनिस्ट आन्दोलनले अनेकन आरोह अवरोह, विवाद र टुटफुट झेलेको छ। नेपालको कम्युनिस्ट आन्दोलनमा पार्टी स्थापनाको मिति र संस्थापक सदस्यहरूको विषयबाट सुरु भएको विवाद सिद्धान्तसम्म जोडिएको छ। 22 अप्रिलमा स्थापना भए पनि सन् 1949 सेप्टेम्बर 15मा नेकपाको पहिलो घोषणापत्र जारी गरिएको थियो। कतिपय पार्टीहरूले घोषणापत्र जारी भएको दिनलाई पार्टी स्थापना दिवस दाबी पनि गर्ने गरेका छन्। विक्रम सम्वत 2019 सालको तेस्रो महाधिवेशनसम्म नेपालमा एउटा मात्र कम्युनिस्ट पार्टी थियो। तेस्रो महाधिवेशनपछि नेपाल कम्युनिस्ट पार्टी थुप्रै गुट उपगुटमा विभाजन भयो। तेस्रो महाधिवेशनबाट महासचिवको रूपमा निर्वाचित तुलसीलाल अमात्यले सोभियत संशोधनवादी धारा अँगालेको आरोपमा 2024 सालमा नेकपाका संस्थापक महासचिव पुष्पलालले अलग्गै राष्ट्रिय सम्मेलन गरे। तेस्रो महाधिवेशनबाट अलग्गिएका केशरजंग रायमाझीले पञ्चायतको सेवा गर्ने कम्युनिस्ट पार्टी गठन गर्न पुगे। 2028-29 सालतिर झापाली समूहले झापा विद्रोह गरेका थिए। यही बीचमा 2031 सालमा नेकपाले चौथो महाधिवेशन सम्पन्न गर्यो। यही महाधिवेशनबाट निर्वाचित कम्युनिस्ट पार्टी 2030 को दशकभरि नेपालको सबैभन्दा शक्तिशाली कम्युनिस्ट पार्टी मानिएको थियो। त्यही समय झापा आन्दोलनका कम्युनिस्टहरू लगायत विभिन्न दलसँग एकता गर्दै 2036 सालमा नेकपा माले गठन भयो। 2047 सालमा नेकपा माले र मार्क्सवादीको एकीकरण भई नेकपा एमाले गठन भएको थियो। 2040 को दशकको सुरुबाट चौथो महाधिवेशन पक्षको टुटफुट सुरु भयो। मोटो मसाल र पातलो मसालका रूपमा विभाजित हुन पुग्यो। त्यही मोटो मसालका तत्कालीन महासचिव पुष्पकमल दाहालको नेतृत्वमा मार्क्सवादका अर्का अभ्यासकर्ता माओको विचार र अभ्यास सहित 2050 को दशकमा जनयुद्धको नीति थाल्यो। त्यसो त अनेकन गुट र समूहमा विभाजित भए पनि सबै समूहले मार्क्स, लेनिन, माओ जस्ता कम्युनिस्ट सिद्धान्तकारका विचार र अभ्यासलाई पुच्छर बनाइरहे। लेनिन वा माओ मोडेलको क्रान्ति मात्र होइन, बहुदलीय प्रजातन्त्रतर्फ पनि नेपालका कम्युनिस्टहरूको झुकाव स्थापनाको पहिलो दशकदेखि नै पाइन्छ। क्रान्तिका विचार र आदर्शलाई पछ्याए पनि प्रजातान्त्रिक प्रक्रियामा पनि कम्युनिस्टहरू बाहिर बसेनन्। नेपालको संसदीय इतिहासका सबै कालखण्डमा संसदमा कम्युनिस्टहरूको उपस्थिति पाइन्छ। 2015 सालको चुनावमा 4 सिट मात्र जितेको नेपालको कम्युनिस्ट पार्टीले 2051 सालमा सबैभन्दा ठुलो पार्टीको रूपमा पनि संसदमा पुग्यो। संसदको ठुलो पार्टी भए पनि आवश्यक बहुमत भने थिएन। त्यसैले नेकपा एमाले 9 महिनासम्म अल्पमतको सरकारको नेतृत्व पनि गर्यो। अझ पछिल्लो समयमा लोकतन्त्रको पुनर्स्थापना भएपछिको संविधान सभामा पनि कम्युनिस्टहरूको वर्चस्व देखियो। 2064मा भएको संविधान सभा चुनावमा सबैभन्दा ठुलो तेस्रो ठुलो दलदेखि केही सिट भएका पार्टीहरू संविधान लेख्ने जिम्मासहित संविधान सभामा पुगेका थिए। ती सबै दलको उपस्थिति जोड्दा झन्डै 63% हुन्छ। तर झन्डै 2/3 बहुमतको नजिक भए पनि ती शक्ति र उपस्थिति करिब 11 दलका रूपमा विभाजित थियो। चुनाव पछि पनि कम्युनिस्टहरू छुट्ने भन्दा टुट्ने प्रक्रियामा छन्। पछिल्लो पटक एकीकृत माओवादी फुटेर नेकपा माओवादी बनेको छ। नेकपा माले फुटेर 3 चिरा बन्यो। त्यस्तै एमालेका कतिपय नेताले सङ्घीय समाजवादी पार्टी गठन गर्न भ्याए। त्यसो त चुनाव सकिएपछि नेकपा मसालको एक समूह एकीकृत माओवादीमा मिल्यो भने मोहन विक्रम सिंह नेतृत्वको अर्को समूह अझै पनि अर्धभूमिगत रूपमा सक्रिय छ। गुट र फुट नेपाली कम्युनिस्टको नियति नै बन्यो।